बाई हेलो शिवा नमस्ते वेलकम टु माई न्यू ब्लग इट्स मी सीमा भान्तावा आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ भन्ने फेरि पनि आशा गरेको छु हेर्नु है के भयो कोल्ने अब त्यो अब बिहान बिहान त अब चिसो चिसो छ आऊ Send me. आइपुगिसक्यो मेरो छोरी चाहिँ यहाँ लुगा लगाइदिनु पर्यो नाइट ड्रेस अब खोलेर अब डे ड्रेस लाउनु पर्यो नि त हैन यहाँ हेर्नु एकैछिन बस्दैन हेर्नु बिसाको लुगा लाउनु मान्दैन भने यतै लाउने मान्छे को ल्याइछ खै लाउने ल लुगा पनि अब यचे गरेर लाउने दिदी बहिनीलाई चाहिँ ट्विनिङ ड्रेस छ कि प्रायः त्यसरी नै किनिदिन्छु तर भिडियोमा चाहिँ मैले देखाउनु पाएको छुइनँ कि ट्विनिङ ड्रेस ल ल ल ल कहिले मेरो छानेलाई घटेर होला अहिले त डाइपर पनि लुज हुन थालेछ हौ फुच्चीलाई एकैछिन बसे पो सुत्दैन पनि के फेरि कुदेको बामेश्वर नै हिँडेको अब बामेश्वर त यस्तो छ अब हिँड्ने भए चाहिँ कस्तो होला भन्नु त हैन सानो ल खै यता हेर्नुहोस् त वा कति लाम्ने देखियो खै स्कुटीमा टोपी नलाइदियो ल फेरि गयो ल एकैछिन बस्दैन के नानी यस्तो छ हेर गमले मैले तालेको ग्लुले भएन के ड्याडीले भनेको काटेर फ्याँकिदिँदा हुन्छ अरे पानी अब चाहिँ सेन्मीलाई खाना दिनुपर्ने भयो क्या बिहानै 6 बजी नै उठ्छ कि अनि त्यही भएर न्याङ 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 भोक पनि लाग्यो होला अब यहाँ माम हस् यहाँ बस्नुहोस् ल एचो गरेर चोरिसँग छ कि फेरि छुच्ची छ के यो मान्छे त छुच्ची पो हो त हौ यो मान्छे छुच्ची छ के सेन्मीको फेभरेट फुड भनेको के हो दाल माम मात्रै हो है 10 बजी अहिले कल आउँछ होला त्यो भिडियो एक्सरेको लागि अनि डक्टरलाई ए के पो भन्नु आँटेको थिएँ ए अब बाँकी मैले हिजो भनेको थिएँ तपाईँहरूलाई इसिजी र भिडियो एक्सरे बाँकी थियो सो आज चेक हुन्छ भिडियो एक्सरे र इसिजी चाहिँ अनि डक्टर कतिखेर आउनुहुन्छ अहिले कल गर्नुहुन्छ होला आएपछि अनि त्यसपछि मम्मीलाई लिएर जान्छु फेरि अनि त्यसपछि सबै रिपोर्टहरू आएपछि अनि सर्जरी कहिले गर्ने भनेर फेरि सर्जरीको डक्टरलाई बोलाउँछौँ सर्जरीको डक्टरले चाहिँ रिपोर्टहरू सबै हेरेपछि अनि त्यही अनुसार प्लान गर्छौँ अनि साकुङ चाहिँ स्कुल गइसकिसक्यो कति अहिले 9:30 भयो होला अनि उसको बाजेले पुऱ्याउनु जानुभयो ड्याडीले पुऱ्याइदिनु भयो अनि भरे चाहिँ स्कुलबाट आउँदा चाहिँ ऊ चाहिँ बिहानमा आउँछ एक टाइम चाहिँ खासै मैले पहिला चाहिँ 2 टाइम नै बिहानमा लगाइदिएको थिएँ साकुङलाई तर बिहान चाहिँ बिहान 8 बजे आउने भयो कि उसको निन्दै नपुग्ने अनि फेरि डान्स क्लास नाचेर आउँदा होमवर्क गर्दा थाक्ने अनि त्यही भएर चाहिँ एक टाइम चाहिँ बिहान चाहिँ घरबाटै पुऱ्याइदिन्छौँ अनि स्कुल छुट्टी भएपछि चाहिँ स्कुलको भ्यानले ल्याइदिन्छ अनि यस्तै छ भनौँ न अहिले चाहिँ साकुङ 1 क्लासमा पुगिसक्यो अब साकुङको बर्थडे आउनु बाँकी नै छ आज 2 महिना 6 वर्ष पुग्नलाई अनि मेरो बर्थडे कहिले आउँछ भनेर सोध्दै थियो अस्ति नि मम्मीलाई अझै छ 2-3 महिना भने त उसलाई चाहिँ केकहरू काट्न यति रहर गर्छ कि हुन त अहिले सानै छ त्यही भएर होला अनि त्यसपछि सेन्मीको पनि बर्थडे आउँदैछ तपाईहरुलाई याद छ होला प्रोटेस्ट कहिले भएको थियो जेनजीको प्रोटेस्ट हो त्यही दिनमा चाहिँ मेरो कान्छी छोरीको जन्मदिन हो
त्यही प्रोटेस्टको बेला चाहिँ जन्मेको थियो। म चाहिँ टक्क मेरो चाहिँ अपरेसन भइरहेको थियो अनि त्यस्तो टाउको फुटेर गोली हानेर आएको छ भनेर डक्टरहरूले कुरा गर्दै हुनुहुन्थ्यो। किनभने अब कम्मरदेखि मुनि मात्रै त हो नि उयो भयो भने लट्टिने, बाँकी त माथि त सेन्स हुन्छ। अनि त्यही प्रोटेस्टको बेला मेरो छोरी चाहिँ जन्मेको हो। सेन्मी ओ नानी अब चाहिँ उसको सुत्ने बेला भयो ल, बल्ल सुत्यो मेरो कान्छी। 6 बजी नै उठेको थियो अनि के साह्रो निन्द्राले छोडेको त यत्रो मान्छेलाई पनि। सो हामीलाई चाहिँ 12 बजीको अपोइन्टमेन्ट मिलेको छ भिडियो एक्सरेको। अनि अब लेट्स सी हेरौँ, डक्टर आउनुभएको छैन। अब हामी चाहिँ जान्छौँ भिडियो एक्सरे गर्नु मम्मीको। सानो बल्ल अहिले चाहिँ टोपी खोलेको छैन है, नभए त उसले त टोपी खोलेर बाई यहाँ छु। मैले चाहिँ लुगा पनि चेन्ज गरिनँ किनभने हिजो भर्खर नुहाएर लाग्यो। किन चेन्ज गर्नु होइन, भ्लग बनाउनु बित्तिकै लुगा चेन्ज गर्नुपर्छ भन्ने छैन। सो अब चाहिँ म स्कुटी चलाएर निक्लिन्छु। त्यही स्कुटीमा त 2 मिनट हो, हिँडेर चाहिँ 10 मिनट हो क्या। अनि किन हिँड्दै जाने यस्तो घाममा भनेर म नजिकै छ त्यहाँ हामीले चाहिँ क्लिनिकलाई देखाएको हो। अनि त्यहीँबाट हस्पिटलबाट आउनुहुन्छ कि हेर्नु चाहिँ। अनि भिडियो एक्सरे गर्नु जाँदैछु। लेट्स अब कति एमएमको भयो स्टोन हेरौँ, त्यतिखेरै थाहा हुन्छ अब भिडियो एक्सरे गरेर। अब जाने माथि जाने, मलाई त मजा छ नि, जहाँ गयो नि बोक्नु पर्ने होइन। ल अब भिडियो एक्सरे गर्नु पर्ने भयो। यहाँ लाइनमा हुनुहुन्छ होला, पाली एकजना गइसक्नुभयो। भिडियो एक्सरेको लागि रेडी हुँदै हुनुहुन्छ। अब बाँकी भिडियोहरू चाहिँ गर्न आउनु मिल्दैन किनभने त्यो भनेको एकदम इलिगल हो। सो त्यही भएर रेडी हुँदै गरेको चाहिँ मैले बनाइदिएँ। अब कति एमएमको ढुङ्गा भयो अब भिडियो एक्सरे गरेर चाहिँ थाहा हुन्छ। मम्मीको चेक गर्दा चाहिँ कति 12 एमएमको थियो, कति एमएमको भयो चाहिँ बढेछ। अब हेरौँ। हामी चाहिँ यहाँ पानीपुरी खान आइदिउँ। पानीपुरी पनि अर्डर गर्नु बित्तिकै आइपुहाल्यो त हौ, कति छिटो। ल मम्मीले त गम्मै खाइ पनि सक्नुभएछ न, कस्तो मिठो छ यहाँको पानीपुरी। मिठो छ पानीपुरी। विशाल हामी त लु आइपुग्यौँ। भिडियो एक्सरे पनि गऱ्यौँ, इसिजी पनि गऱ्यौँ। लाफिङ खानु गएको लाफिङ थिएन, पानीपुरी खाएर टक्कसँग आयौँ। ल साकुङ पनि आइसक्यो स्कुलबाट। खै मेरो कान्छी आमा ठिक छ। के खायो आज खाजा साग? कति धेरै खायो त? ए समोसा नखाएर आलुचप खाएको? अगायो ए समोसा र के तरकारी? ए चप्पल उल्टो छ। तरकारी थियो आलुको गेडामा परेर अनि मैले तरकारीमा हाल्दा खमिठो भयो। ए हो ल ल ल लुगा फेर अनि होमवर्क गरास्। ल भन त ल बहिनी। बहिनीले बुझ्दैन नि त, बहिनी सानो छ नि त। ल ल ल ह्याप्पी बर्थडे टु यु मम्मी। ल राम्रो ल यसो कटिङ पनि हाने जस्तो गरौँ। हेर्न त सेन्मी खास भित्रै काट्थ्यौँ, बत्ती गएछ कि। बत्ती गएपछि के गर्नु त होइन। खोयो बर्थडे गर्ल मेकअप गर्दै हुनुहुन्छ कि के हो? हो त क्यान्डल आजदेखि चाहिँ कति 51 वर्ष लाग्नु भएछ। 51 लाग्दैन।
Aku ngawai. 51. के हो ओसिएको परेछ कि के हो ह्यापी बर्थडे ह्यापी ल कटिङ गरौँ ल सेन्मीको बर्थडे पनि आउँदैछ अब फर्स्ट बर्थडे हो म नजान्ने निन्द्रा भएको ल खुवाइदिनु न म आउँछु ल विशाल ए हो अब त्यही त भित्र अँधेरो